आज हामी पेयर अफ स्ट्रेट लाइन्सको बारेमा छलफल गर्नेछौँ या होमोजिनियस इक्वेसन पनि हुन्छ। अब यो पेयर अफ स्ट्रेट लाइनको बारेमा गर्दाखेरि यसको इक्वेसन चाहिँ ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर प्लस 2gx प्लस 2fy प्लस c इक्वल टु 0। यो इक्वेसनलाई चाहिँ जेनरल इक्वेसन अफ सेकेन्ड डिग्री भनिन्छ। यसलाई सम्झिनु पर्ने चाहिँ त्यो है। अब यो हाम्रो इक्वेसन हुनेछ, यसको फर्म ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर प्लस 2gx प्लस 2fy प्लस c इक्वल टु 0। अब यसले यहाँबाट हामीले के निकाल्नु पर्यो भन्दाखेरि कन्डिसन टु बी। अब यो चाहिँ हाम्रो कस्तो भने यो सूत्र गर्नु पर्छ है, कन्डिसन टु बी पेयर अफ लाइन्स। यो पेयर अफ लाइन्स किनभने यो इक्वेसनमा दुईटा इक्वेसनहरू मिलेका छन्। अब त्यो दुईटा इक्वेसन चाहिँ यसले के हुन्छ भने लाइन्स दुईटा लाइनको इक्वेसन छ भनेर हामीले प्रुभ गर्नुपर्ने। अर्थात् यसको कन्डिसन चाहिँ कस्तो हुन्छ भन्ने कुरा हामीले यहाँ डाइरेक्ट याद गरौँ न, हाम्रो त्यस्तो अप्ठ्यारो चाहिँ हुँदैन होइन। यसलाई के गर्नुपर्छ भने एबिसी प्लस 2fgs गर्ने। त्यस पछाडि यसलाई हामीले के गर्नुपर्छ भन्दाखेरि यसलाई चाहिँ अब लेख्दै जानुपर्छ है, माइनस अनि यसलाई हामीले एफ स्क्वायर माइनस बीजी स्क्वायर माइनस सी अनि यसलाई एच स्क्वायर इक्वल टु 0। यदि 0 आयो भने होइन, जस्तो एबिसी प्लस अनि 2fgs माइनस एफ स्क्वायर माइनस बीजी स्क्वायर माइनस सी एच स्क्वायर बराबर 0 आयो भने चाहिँ यो इक्वेसनमा दुईवटा स्ट्रेट लाइनहरू छन्, अर्थात् दुईवटा लाइनहरूबाट यो इक्वेसन बनेको छ भन्ने अर्थ लाग्छ। अब यो कन्डिसनलाई हामीले याद गर्नु पर्यो। हामीले जस्तो लाइन छ भनेर प्रुभ गर्दा पनि यही कन्डिसन बराबर 0 देखाउनु पर्यो। कहिले के को भेल्यु फाइन्ड आउट गर भन्छ, त्यसकारण यो क्वेसनहरू धेरै सोधिरहेको छ। जस्तो अब गएको वर्ष आएको 82 मा आएको क्वेसनमा है, यो 82 मा आएको क्वेसनमा नम्बर 3 सो दैट x स्क्वायर प्लस 6xy प्लस 9y स्क्वायर प्लस 4x प्लस 12y माइनस 5 इक्वल टु 0 रिप्रेजेन्ट अ पेयर अफ लाइन्स। यो इक्वेसनमा दुईटा लाइन्सहरू छन् भनेर हामीले प्रुभ गर्नुपर्ने छ। अब हाम्रो इक्वेसन चाहिँ यसो छ है, x स्क्वायर प्लस 6xy प्लस 9y स्क्वायर प्लस 4x प्लस 12y माइनस 5 इक्वल टु 0। अब यसलाई हामीले के गर्नु पर्यो, कम्पेयरिङ गर्नु पर्यो क्या यसलाई चाहिँ अब हामीले कम्पेयरिङ विथ, अब कम्पेयरिङ विथ कोसँग गर्नु पर्यो, ax स्क्वायर प्लस 2hxy प्लस by स्क्वायर प्लस 2gx प्लस 2fy प्लस c इक्वल टु 0 योसँग कम्पेरिजन गर्नु पर्यो है। अब यो x स्क्वायर, यो पनि x स्क्वायर। अब यो x स्क्वायरको अगाडि केही पनि अङ्क छैन भने 1 हुन्छ, त्यहाँदेखि यो a इक्वल टु चाहिँ 1 हुन्छ क्या, a इक्वल टु 1। अब यहाँ पनि xy, यहाँ पनि xy। अब यो 2h बराबर 6 हुन्छ, 2h बराबर 6 हुन्छ अनि h बराबर 2 ले 6 लाई भाग गर्दा 3 हुन्छ। अब यो पनि y स्क्वायर, यो पनि y स्क्वायर, b इक्वल टु 9, b इक्वल टु 9। अब यो पनि x, यो पनि x, यो 2g बराबर 4 हुन्छ, 2g बराबर 4, g बराबर 2 भयो है। अब यो पनि y, यो पनि y, 2f बराबर 12, 2f बराबर 12, f बराबर 6 अनि y बराबर c बराबर माइनस 5, c चाहिँ माइनस 5 हुन्छ, यो c बराबर माइनस 5 हुन्छ। पहिला यसरी गर्नु पर्यो है।
एक्स स्क्वायर ए बराबर 1 आयो xy यहाँ पनि xy 2h बराबर 6 2h बराबर 6 h बराबर 6 र 2 ले भाग गर्दा 3 y स्क्वायर b इक्वल टु 9 x यो पनि x 2g इक्वल टु 4 g बराबर 2 अनि y यो पनि y 2f इक्वल टु 12 f इक्वल टु 6 2 ले भाग गर्दा c के गर्नु पर्यो हाम्रो a b c प्लस 2f gs minus af square minus bg square minus c s square यसको भ्यालु चाहिँ 0 देखाउनु पर्यो के जस्तो हाम्रो यहाँ छ नि af square यहाँ abc plus 2fgs minus af square minus bg square minus cs square को भ्यालु चाहिँ 0 आउनु पर्यो है अब a भनेको 1 b भनेको कति आइरहेछ हामीलाई 9 c भनेको abc minus 5 अनि यहाँ plus 2 f भनेको कति छ 6 g भनेको 2 and h भनेको 3 अब यहाँ आइपुग्यो माइनस a भनेको 1 f स्क्वायर 6 को स्क्वायर हैन f भनेको 6 को यो 36 गर्दिहालौं न माइनस b भनेको कति छ 9 g स्क्वायर 2 को स्क्वायर यसलाई 4 गर्दिहालौं c भनेको कति छ माइनस 5 अनि k को स्क्वायर छ h को स्क्वायर h भनेको 3 को स्क्वायर 9 यसो गर्दाखेरि हामीलाई हिसाब गर्नु सजिलो भयो नि त यो कति हुन्छ 9 5 45 यतिलाई मल्टिप्लाई गर्दाखेरि कति हुन्छ 6 दुना 12 3 दुना 6 6 36 दुना 72 अनि यो माइनस 36 माइनस 9 चौको 36 प्लस 9 5 45 अब यसलाई हामीले क्याल्कुलेटर युज गरौँ माइनस 45 प्लस 72 माइनस 36 अनि प्लस 45 हैन यसलाई फेरि गरौँ है त किनकि के भन्छ हैन यस्तो माइनस 45 प्लस 72 माइनस 36 फेरि माइनस 36 प्लस 45 बराबर के आयो त 0 अब यो के को मान 0 आयो therefore abc plus 2fgs minus a f square minus b g square minus cs square equal to 0 यसको भ्यालु चाहिँ 0 आयो therefore अब यसको क्वेशन हेरौं न हैन क्वेशन के भनिरहेछ हामीलाई भन्दाखेरि represent a pair of lines therefore it गर्दा पनि हुन्छ it represents a pair of lines तो इक्वेशनमा चाहिँ दुईटा पेयर अफ लाइन्स चाहिँ छ भने यसको चाहिँ प्रुफ हुन्छ है अब हुन्छ अब मैले एक क्वेशनबाट अलिकति मैले चेन्ज गरे अब यो चाहिँ हाम्रो मोडल क्वेशनको 3 मा है जस्तो फाइन्ड द भ्यालु अफ k सो दैट द इक्वेशन रिप्रेजेन्ट अ लाइन पेयर भनेर हामी दिएको छ 2x square plus 7xy plus 3y square minus 4x minus 7y plus k equal to 0 यसमा हामी k को भ्यालु निकाल्नु पर्ने तर यो चाहिँ के छ रिप्रेजेन्ट अ पेयर लाइन है अब हेरौँ है त अब यसलाई हामीले के गर्नु पर्छ भने comparing with के गर्नु पर्यो अब ax square 2hxy plus by square plus 2gx 2fy plus c equal to 0 सँग कम्पेयर गर्नु पर्यो हैन अब x square a equal to 2 xy 2h equal to 7 h equal to 7 by 2 y square b equal to 3 अब 2x x भनेपछि 2g
2g इक्वल टु -4 g इक्वल टु -2 पछि अब y यहाँ पनि y छ भनेपछि 2f इक्वल टु -7 f इक्वल टु -7/2 अब c बराबर के अब यसले के भन्छ भन्दाखेरि यो चाहिँ हाम्रो पेयर अफ स्ट्रेट लाइन भनेको हुनाले गर्दाखेरि अब यसलाई यसो गर्दा सिन्स इट रिप्रेजेन्ट्स लाइन्स अब हाम्रो कन्डिसन चाहिँ के हुनु पर्यो एबीसी प्लस 2fgs माइनस af स्क्वायर माइनस bg स्क्वायर माइनस cs स्क्वायर इक्वल टु 0 हुनु पर्यो यो चाहिँ कन्डिसन हो अब हामीले यसलाई लाइन्स भनेर प्रुभ गर्नु पर्यो भने चाहिँ यसको भ्यालु 0 देखाउनु पर्यो यो त अलरेडी यसले चाहिँ के छ रिप्रेजेन्ट लाइन्स भनेको नाले यसरी राख्नु पर्यो है अब भ्यालु राखेर सल्भ गर्नु पर्यो अब a भनेको 2 b भनेको कति छ 3 c भनेको चाहिँ के छ है +2 अनि f भनेको कति छ त f भनेको -7/2 अनि g भनेको -2 h भनेको 7/2 यस्तो फ्र्याक्सनमा चाहिँ एकदम हेर्नु पर्यो माइनस a भनेको 2 f स्क्वायर यसलाई त डाइरेक्ट गरौँ न f स्क्वायर भनेको -7 का मुनि 2 भनेपछि 7 7 49 2 2 4 अगाडि फास्ट हुन्छ अब b यसको b चाहिँ कति छ भन्दाखेरि 3 हैन अब g स्क्वायर -2 को स्क्वायर 2 2 4 माइनस c भनेको के अनि h स्क्वायर अब यसको h भनेको 7 का पनि 2 छ अनि 7 7 49 2 2 4 बराबर 0 अब कुरो चाहिँ हल गर्नु पर्यो हैन यहाँ हेरौँ है त यसलाई मल्टिप्लाई गर्दा 6k अब यस्तोमा चाहिँ एकदम ध्यान दिनु पर्छ है अब यो कुन काट्छ यसलाई काट्छ यसलाई काट्छ माइनस माइनस प्लस भयो है 7 7 49 अब माइनस अब यसलाई काट्छ भनेपछि 49/2 हैन 49/2 अथवा त्यसलाई उन काटिकन राख्नु पनि पाइन्छ ठुलो केही भएन है अब यो भनेको -12 अब माइनस यो चाहिँ हाम्रो काटिएन 49k/4 इक्वल टु 0 अब हामीले यहाँ सबैले एकैचोटी एलसीएम निकाल्नु पनि पाइन्छ एकैचोटी सबैलाई जस्तो 4 आउँछ है 4 आउँछ किनभने 2 ले 4 लाई भाग जान्छ कि यसो गर्दाखेरि 4 आउँछ है अब 4 ले यसलाई गुणा गरौँ 6 चौको 24k अनि अब यो 49 ले सबैलाई गर्नु पर्यो हैन 49 लाई पनि 4 ले मल्टिप्लाई गर्नु पर्यो 196 अब 2 ले यसलाई भाग गर्दा 2 ले यसलाई गुणा गर्दा 98 2 ले 4 लाई भाग गर्दा 4 दुई चोटी 2 ले यसलाई भाग गर्दा त्यति भयो अब 12 का पनि केही पनि छैन नि त 12 चौको 48 अब यहाँ 4 यहाँ पनि 4 काट्यो 49k बराबर 0 अब यस पछाडी यसलाई हामीले के गरौँ अब यहाँ पनि के छ यहाँ पनि के छ है भनेपछि 24 माइनस 49 भनेपछि माइनस 25k अब अंक हेरौँ त 196 माइनस 98 माइनस 48 भनेपछि प्लस कति आयो 50 बराबर अब यसको पनि त 1 हुन्छ अनि यो 4 ले 0 लाई गुणा गर्दा सबै 0 भयो अनि माइनस 25k बराबर माइनस यस्तो हुन्छ अनि k बराबर यो त काटिगयो माइनस माइनस काटिगयो अनि k बराबर 2 k को मान चाहिँ 2 हुन्छ यसमा हैन यस्तो तरिकाले यसलाई गर्न सकिन्छ।